गोदावरी पब्लिक स्कुल अत्तरिया गोदावरी नगरपालिका 2 मा रहेको विद्यालयले आफ्नो तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ। छोटो समयमै शैक्षिक तथा खेलकुद क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आएको विद्यालयले यस अवसरमा विद्यार्थीको प्रतिभा, सृजनशीलता र अनुशासनको उत्कृष्ट प्रदर्शन गरेको देखियो। कार्यक्रममा विद्यार्थी आयुषा विष्ट र आशिष भट्टले आकर्षक ढङ्गले सञ्चालन गरेका थिए। उनीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र स्पष्ट अभिव्यक्तिले कार्यक्रमलाई जीवन्त बनाएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा प्रेरणादायी मन्तव्य प्रस्तुत गर्दै उपस्थित अभिभावक र अतिथिहरूलाई मन्त्रमुग्ध पारे। कार्यक्रमको सबैभन्दा विशेष आकर्षण भनेको विद्यार्थीहरूले आफै निर्माण गरेको रोबोट मार्फत राष्ट्रिय झण्डा प्रदर्शन गर्नु थियो। प्रविधि र देशप्रेमको सुन्दर सङ्गम झल्किएको उक्त दृश्यले उपस्थित सबैलाई गर्वान्वित बनायो। साना हातको सृजनशील प्रयासले विद्यालयको नवप्रवर्तनमुखी शिक्षण पद्धतिलाई उजागर गरेको थियो। विद्यालयका संस्थापक अध्यक्ष मणिराज नौन्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने उपप्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथि रहनु भएको थियो। प्रमुख अतिथि वीरेन्द्र भट्टले आफ्नो मन्तव्यमा भने गोदावरी पब्लिक स्कुलले छोटो समयमै गुणस्तरीय शिक्षा, अनुशासन र प्रविधि मैत्री वातावरण निर्माण गरेर उदाहरणीय कार्य गरेको छ। विद्यार्थीले निर्माण गरेको रोबोटले यहाँको शैक्षिक स्तर र सम्भावनालाई प्रष्ट पारेको छ। यस्ता रचनात्मक प्रयासले नगरको शैक्षिक विकासमा सकारात्मक ऊर्जा थप्नेछ। कार्यक्रमको अवसरमा शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो। विद्यालय प्रशासनले सिक्ने र सिकाउने थलोका रूपमा विद्यार्थीलाई विविध अवसर उपलब्ध गराउँदै समग्र व्यक्तित्व विकासमा केन्द्रित रहेको जनाएको छ। नगर प्रमुख भट्टका अनुसार नगरभित्र गुणस्तरीय शिक्षा विस्तार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको र निजी तथा सामुदायिक विद्यालयहरूसँग सहकार्य गर्दै शैक्षिक वातावरण अझ सुदृढ बनाइने बताएका छन्। पालिकाभित्र सामुदायिक विद्यालयका शिक्षकसँगै संस्थागत विद्यालयका शिक्षकहरूलाई पनि क्रमिक रूपमा शिक्षण सिकाइ तालिम दिँदै आएको समेत बताएका छन्। नगर प्रमुख भट्टले विकास निर्माणका अन्य योजनाहरूलाई रोकिए पनि शिक्षामा लगानीलाई निरन्तरता दिएको बताए। शैक्षिक गुणस्तर नबढाइकन अन्य विकासको सम्भावना छैन उनको भनाइ छ। उहाँले गोदावरीको शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेका संस्थागत विद्यालयका सञ्चालकहरूलाई धन्यवाद ज्ञापन गर्दै भने तपाईहरूले आफ्नो घर, खेत, जग्गा र बैंक सम्पत्ति समर्पण गरेर यस क्षेत्रको शिक्षाको विकासमा सक्रियता देखाउनुभयो। सरकारले गर्न नसकेको व्यवस्थालाई तपाईहरूले अघि बढाउनुभयो, त्यसैले तपाईहरू धन्यवादको पात्र हुनुहुन्छ। भट्टका अनुसार नगर प्रमुख भएर पनि आफूले शिक्षा क्षेत्रमा 100% प्रभावकारी काम गर्न नसकेको अवस्थामा संस्थागत विद्यालय सञ्चालकहरूले आफ्नो योगदानले शिक्षा प्रणालीको मेरुदण्ड जोगाउने काम गरेको छ। उनले विद्यालय सञ्चालकहरूको समर्पण र योगदानलाई नगरका शिक्षाको वास्तविक शक्ति भएको भन्दै उच्च प्रशंसा गरेका छन्।